हेलो एभ्रिवान, के छ सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ आज यतातिर हाम्रो ठाउँतिर चाहिँ घुम्न त होइन, काम गर्न चाहिँ आएको थिएँ। सो यो ठाउँको नाम रहेको छ वेङसाङगुन। वेङसाङगुन भाषाको नाम भने नि पढ्न गाह्रो। अहिले चाहिँ वेङसाङगुन नै भन्ने बुझ्नु पऱ्यो। घुम्न आएको साथीहरू वेङसाङगुन कस्तो रहेको छ म तपाईँलाई हल्का देखाउँछु। यो चाहिँ प्राचीन घरहरू पनि रहेछ, प्राचीन स्टाइलको घरहरू रहेछ। जस्तो राम्रो यो ठाउँ चाहिँ मलाई चाहिँ यो ठाउँ साह्रै मन पऱ्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ म तपाईँहरूलाई हल्का देखाउँछु है त। कोरियनहरूलाई चाहिँ एकदम धेरै मनपर्ने चिज चाहिँ यो है। यसलाई चाहिँ थुरुप भन्दो रहेछ। थुरुप एकदमै मनपर्ने ठाउँ। यस्तो रहेको छ वरिपरि धेरै उयोहरू छन्। राम्रोसित देखिँदैन त। कोरियन स्टाइलको घरहरू, पुरानो स्टाइलको घरहरू रहेको छ यतातिर। सबै राम्रो छ। भोटेले कुकुर पालेको हुन्छ हो, डर बोलाएको त आएर ग्वाङ टोकिदियो भने दिमाग खराब हुन्छ यार। अहिले चाहिँ मैले काम गर्ने ठाउँदेखि अलि यतातिर आएको क्या, तलतिर घुम्न। सो आज 3-4-5 दिनको बसेपछि फेरि म घर फर्किँदै पहिल्यै कम्पनीतिर फर्किँदैछु। सो यो तपाईँहरूलाई चाहिँ देखाएको है त। देखाएको मात्रै है, फेरि हेर्नुहोस् भनेर। राम्रो छ, फुल राम्रो छ। यहाँ चाहिँ सल्लीको खेती गरेर रहेछ। अनि छोरा छ के छ होला, त्यो सल्लाह चाहिँ हामीलाई पनि स्वाचै गर्ने क्या। हिजो अस्तिसम्म देखिने ठाउँ आज चाहिँ राम्रो छ। घरहरू चाहिँ यहाँ चाहिँ राम्रो घरहरू बनाएको रहेछ। मलाई चाहिँ ठिक लाग्यो त। घरहरू छ, पहाड वरिपरि पहाडले घेरेको छ। एउटा नहर्ने पहाड देखाएको थिएँ मैले, त्यो पहाड कहाँ गएछ थाहा पनि भएन। वेङसाङगुनमा कोही नेपालीहरू हुनुहुन्छ भनेपछि होइन, मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया कमेन्ट गर्नु होला होइन। अर्कोचोटि म यो ठाउँमा फेरि काम गर्न आउँदाखेरि हजुरसँग भेटेर रमाइलो गर्नुपर्छ है त। कोही साथीहरू हुनुहुन्छ भने कृपया तपाईँले मलाई जानकारी दिन सक्नुहुन्छ। च्यानललाई पनि सब्सक्राइब गर्न सक्नुहुन्छ। तपाईँको सब्सक्राइबको मलाई एकदमै धेरै खाँचो भनेर रहेको छ। के गाई फर्म रहेछ हो त्यहाँनिर। यहाँबाट एकदम धेरै यो पहाड चाहिँ अलिकति चाइनिज पहाड जस्तो देखिन्छ है। दामी छ। यता फुलहरू पनि राम्रो फुलिरहेको छ। त्यहाँ गएर फोटो खिचाउनु पर्यो। जाने चाहिँ कतिखेर जाँदैन। यो एरिया चाहिँ मैले तपाईँलाई देखाएँ है त। देखाएको मात्रै हो, हेरिदिनु होला। यहाँ चाहिँ यसरी खोला सिँचाइ बगिरहेछ। त्यो खोलाको पानी ल्याउने खेतमा हाल्नुलाई चाहिँ यस्तो गरेर उ गरेको रहेछ क्या, पम्प लगाएर रहेछ क्या। कस्तो दामी। मकै खेती भइरहेछ। यहाँ चाहिँ यो मकै खेती हो। खेतहरू जोतिरहेको छ है त। र यहीँ नजिकै राम्रो खोला पनि रहेछ है त। माछा पो छ कि छैन? ओ माय गॉड। झरनाको चिसो राम्रो छ ठाउँ चाहिँ, मलाई नि मन त पर्यो है त। जे होस्, ठाउँ चाहिँ हेर्न लायकको छ, घुम्न लायकको ठाउँ रहेछ। यो चाहिँ पब्लिक टोइलेट राखिदिएको छ। ठिकै छ, राम्रै छ। गर्न मन लाग्यो भने हुन्छ। यहाँ चाहिँ यो फोहोरहरू चाहिँ यसरी चाहिँ मिलाएर राखेको छ। फोहोरहरू चाहिँ है मिठो तरिकाले प्लास्टिक एकतिर अर्को एकतिर गरेर राखिरहेको छ। राख्नुपर्छ। यो चाहिँ प्लास्टिकहरू राखेको
फोहोर चाहिँ यसरी मिलाएर राखिरहेको रहेछ कालो प्लास्टिक प्लास्टिक गरेर। यो एरिया चाहिँ राम्रो त राम्रो लाग्यो मलाई चाहिँ। दाजुको मेरो मेरे आँखा मेरो आँखा भनेर गीत गाउनु पर्ने। गीतै पो गाउनु जानिँदैन हौ जामा लाउने। जिन्दगीमा त राम्रो फुल चाहिँ यो चाहिँ केको फुल हो। केको फुल भनेको त आरुको फुल पो रहेछ त हो। कस्तो राम्रो फुल हो। राम्रो छ फुल राम्रो छैन त साह्रै पो राम्रो छ त हौ। यो चाहिँ आरुको फुल रहेछ क्या। आरुको फुल पनि यस्तो रातो फुल्ने रहेछ। म चाहिँ पहिलोचोटि देख्दैछु। हाम्रोतिर आरुको फुल अलिक फरक तरिकाले फर्थ्यो त यहाँ चाहिँ रातो फुल्दो रहेछ क्या। राम्रो छ नि होइन। अरे जोडी रोज्नु कुलको माया गाँसो दुबो जस्तै अजम्परी फुलको। यसरी यहाँ चाहिँ खेती लसुन खेती यसरी गरिएको छ यार। मेहनत त भोटेर लास्टै मेहनत नै हो नि यार। फुलहरू त राम्रो राम्रो फुलहरू छ है। मिठो फुलहरू देखियो है त। एरियामा सबै फुलहरू चाहिँ सेतो पनि छ त भयो फेरि के हो यस्तै माया गर्न जानिन होला तिमीले सिकाउन सक्थ्यौ नि के झाडी जाने फुलहरू चाहिँ सुपर फुलेको क्या। कस्तो मजाले फुलेको छ कि राम्रो छ है फुलहरू चाहिँ। मलाई चाहिँ मन पर्यो है। तपाईँहरूलाई आम्मा कस्तो फुलेको फुल हो। यो सयरानी फुलेको टन्न फुलेको छ। कस्तो नदेखेको कतिको। राम्रो फुलेको छ यो आरुको फुलहरू। मिठो फुलेको छ। मेरो कम्पनी चाहिँ म काम गर्न कम्पनी चाहिँ तपाईँहरूलाई म देखाइदिउँला एकैछिनमा। अस्ति आएको बेला राम्रो फुलेको थियो। आएको 4-5 दिन भइसक्यो नि त। यो फुल अलिकति झर्न झर्न बोलाएको हो कि भन्ने मलाई भयो। कत्रो पानी हो यही भयो त। र म काम गर्ने कम्पनी चाहिँ त्यो माथिदेखि टिनको पत्तादेखि माथि साह्रै तुम देखिएको त्यहाँ चाहिँ हो। कस्तो राम्रो घर रहेछ। यस्तै जङ्गलमा यस्तै घर बनाएर बस्नु पाए पनि कति आनन्द। यो पहाड तपाईँहरूलाई थाहा छँदैछ मैले कि देखाइसकेँ। हावा लागेको त्यतिखेर पनि यस्तो गर्ने पनि मलाई लास्ट जारलाई जगिसकेर ल्याउनु बिर्सेछु। मक्कलै छु फुलहरू भएको त्यो देखाउन अब देखिन्छ फुलहरू देखियो। अब म मेरो कम्पनीतिर जाँदैछु। आशा छ तपाईँहरूलाई यो विन्सनको चाहिँ सुनिरह्यो होला। मैले त्यति राम्रो त देखाउन सकिनँ। आई नो भेरी वेल। तर पनि सकेसम्म मेरो मोबाइलले क्याप्चर गर्न सके जति सबै देखाउने प्रयास गरेँ। अब मेरो कम्पनी कस्तो छ कम्पनी मेरो बस्ने घरमा जति पनि देखेँ। यस्तो घरमा बसेँ कि नि सायद गएँ म। दामी के हो यो चाहिँ म बस्ने ठाउँ हो। म बस्ने कम्पनी यो
बस्ने घर चाहिँ म बस्ने घर हाम्रो कम्पनी ट्र्याक्टर यही कम्पनीमा काम गर्न आएको म चाहिँ यसो मोलथङसो गरेर सक्यो यो चाहिँ सबै यो हाम्रो कम्पनी हो त यो चाहिँ घर बस्ने घर कोठा